फाइनल्ली अब आजको परिक्रमाको लागि स्टार्टिङ गर्दैछौँ दाइ र आज म। आज एकादशीको पावन अवसरमा हामी चाहिँ अब बाहिर म यहाँ के अरे त्यो परिक्रमा स्टार्ट गर्ने ठाउँमा आइपुग्न आँट्यो। स्टार्ट गर्ने हो यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। आज एकादशीको सबै भक्तजनहरू माझमा भिडभाड बढी नै छ र अब हाम्रो आजको एकादशीको परिक्रमा यहाँबाट सुरु हुने गइरहेको छ। जो कोही हुनुहुन्छ हेरेर भयो नि आनन्द लिनु होला। उहाँ दाइ अब दण्डवट गरेर स्टार्टिङ गर्दै हुनुहुन्छ, हेर्नु होला। यसरी नै हाम्रो परिक्रमा सुरु हुन्छ। ल अब हाम्रो परिक्रमा यहाँबाट स्टार्ट भएर यहाँ देख्न सक्नुहुन्छ अगाडि भक्तजनहरूको निकै भिडभाड रहेको हुन्छ। आजको दिन विशेष एकादशीको पर्व छ, त्यसैले यहाँ धेरै भक्तजनहरू परिक्रमा लगाउँदै हुनुहुन्छ। यो करिब परिक्रमा लगाउनेहरूलाई यहाँ उतो पाउँछन् 11 किलोमिटरको खाली खुट्टा हिँड्ने गर्दछ र अब हामी पनि यसरी नै 11 किलोमिटर परिक्रमा पुरा गर्नेछौँ र हामीलाई लाग्छ 3 घन्टा समथिङ आरामले हिँडेर। ल अब हजुर ल अब हामीहरू चाहिँ लागिसक्यौँ होइन। अब यो भिड खोइ कहिलेसम्म यस्तै हुने हो। यो 11 किलोमिटरमा जति कुदे पनि यस्तै। मैले बिहान पनि हजुरहरूलाई देखाएको थिएँ होइन कतिको भिड छ भनेर। अब एकादशीको अवसरमा जहिले यस्तै नै हो। ठिक छ, म हजुरहरूलाई यहाँ यसो केही नभए पनि भिडियो यसो कहाँ कसो छ भनेर म देखाउँछु नि। अनि यमुनाजीको दर्शनहरू पनि गराउँछु। बस हजुरहरू अब हेरेर आनन्द लिनु होला। हामीहरू चाहिँ एकदम द्रुत गतिमा परिक्रमा गरिरहेका छौँ। अहिले चाहिँ हामी यो अनिरुद्धाचार्यको आश्रम अगाडि आइयो। म अहिले यतापट्टि चाहिँ अनिरुद्धाचार्यको आश्रम भयो। यो गौरी गोपाल वृद्धाश्रम भनेर यहाँ छ। अनि यहाँ भक्तजनहरूको खान्ते पिन्ते यता त्यता सब देखाइरहेको छ। यो ठुलो आश्रम भयो होइन। यहाँ अलिक धेरै चर्को भिड छ। गौरी गोपाल वृद्धाश्रम वृन्दावन राम्रै भिड छ यहाँ पनि। हामी यहाँ रोकिन्नौँ किनकि हामीलाई ढिलो हुन्छ। हामी जाँदैछौँ अब परिक्रमा नै गर्ने हामी यो यताउति भन्दा पनि। त्यही भएर लाइभ आउन मन थियो, तर फेरि लाइभ गर्न थाल्दाखेरि मोबाइलमा धेरै ध्यान हुन्छ भनेर वृन्दावनकै मजा लुटौँ भन्नु खोजेको। त्यो उसकै के भन्छन् धर्म नै गरौँ मैले, त्यही भनेर। ल म फेरि आउँछु अर्को क्लिप जोडेर। यो चाहिँ बाटोमा आउँदा के छ वाह मजा आइहाल्यो। अब हामी फेरि अगाडिको लागि निस्किसक्यौँ। यहाँ अलिकति मजा लिएर यमुना झुला भन्ने ठाउँमा आइपुग्यो। हाम्रो यहाँ खेल्न जाँदैछ, उल्टो खेल्यो। यहाँनिर चाहिँ ठ्याक्क अगाडिपट्टि यो देखिएको अगाडिको यमुना नदी हो। यमुना मैया नै भनौँ, नदी भन्दा पनि अब मैया भनेरै भगवानको हुन्छ। यहाँ नुहाएपछि चाहिँ अब चट्ट के अरे पापहरू पखाल्ने भन्ने खालका कुराहरू छन् चलिरहेछन् ती परम्पराहरू। उतापट्टि केसी घाट भन्ने हो, त्यहाँ हो त्यहाँ देखिएको बत्ती बलेको ठाउँ। अनि यो हाम्रो यमुना महारानी यमुना मैया हामी स्पर्श गर्छौँ भगवानको। गङ्गैश्च यमुनैश्च गोदावरी सरस्वती नर्मदा सिन्धु कावेरी जलेस्मिन् सन्निधौ कुरु। चलो यस्तो छ यहाँको चाहिँ दृश्यहरू। त्यहाँनिर यसो एकछिन गलेकाहरूलाई विश्राम गर्ने भन्ने खालको तरिकाले लगाएको छ यहाँ झुला पिङ।
हामी फेरि अगाडि बढ्छौँ भइहाल्यो। हाम्रो यमुना महारानीको यहाँ आरती भर्खरै सकिएर यहाँ धुपदीपहरू भर्खर गर्नुभएको रहेछ। यहाँको दृश्य हाम्रो मेरो साथी सरोज अनि यो म राधेश्याम। त्यो नाउको डिजाइन राम्रो रहेछ। छेउबाटै दिन्छु राधे चलो राधे राधे राधेश्याम राधे 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 चढो ऊपर आ जाओ राधे। यहाँ चाहिँ कति बज्यो 10 बजी होला ए होइन 9 बजी होला। अहिले पनि मान्छे छतमा पनि बस्न मिल्ने यो छतमा पनि बसेर भन्दा नि उभिएर मिल्ने खालको बनाएको रहेछ। ठिक छ हेर्न पनि राम्रो छ। भेटिन्छ जाऊ यमुना महारानीको भाइ स्पर्श गर्न जाँदैछौँ। यहाँनिर चाहिँ यस्तरी सजाएको छ। भगवानको सायद आरती यहीँनिर अहिले भर्खर भएको छ। त्यहाँ आरती जल्दै पनि छ भगवान यमुना महारानीको। जय हो जय हो जय हो राधेश्याम राधेश्याम। यहाँनिर शिवजीहरू जय हो शिवजी। यमुना महारानीको छेउमा शिवजी उहाँको पनि केही कहानी छ। यस्तो छ यहाँनिर चाहिँ। यो हो मेन आरती घाट केसी घाट होइन। यो चाहिँ केसी घाट वृन्दावनको सबैभन्दा फेमस घाट हो यो। माताजीको भर्खर आरती भएको छ। कन्हैया पनि विराजमान हुनुहुन्छ त्यहीँनिर। राधे हरे चाहिँ यस्तो रमाइलो राधे राधे राधे। जय जय राम जताततै भगवानको एकदम आनन्दै आनन्द होस्। सबैतिर मैले देखाउन नसकेँ भने कहीँ कहीँ म हजुरहरूलाई दर्शन गराउँदैछु। यहाँनिर पनि भर्खरै भगवानको आरती भएको छ। ठाउँ ठाउँमा हुन्छ। राधे यहाँ आरतीको तयारी हुन्छ। अब यहाँ जुस खानालाई आइपुग्यौँ। अब लगभग पुरा हुन आँट्यो। समय चाहिँ अहिले 10 बज्यो। हामीहरूले 7:30 पाउने 8 बजीतिर चालु गरेको थियो। 10 बज्यो। अब अझै लाग्छ हामीहरूलाई 15-20 मिनट। हाम्रो रफ्तार चाहिँ लगभग 30 त नभनौँ 15 को होला। कुद्दैछौँ। अब अहिले पनि मान्छेहरूको यसरी त्यो हिँड्नेहरू सबैजना खाली खिट्टै छन्। अनि सबैजना धर्मावलम्बीहरू हुन् होइन। यो कतिखेर रोकिने यो चलिरहेको छ। यो अब चलिरहन्छ राति कतिखेरसम्म। आज एकादशीको भएर अहिले अलिक कम भयो। अब हामी एकछिन समय लाग्छ अनि हामी पुग्छौँ। अहिले पनि अब लगभग मान्छेहरू धेरै घटिसके। हामी चाहिँ जुस पिएर फेरि लागिसक्यौँ हाम्रो उतोतर्फ के भन्छ त्यसलाई यात्रातर्फ। अब हामी लगभग आधी घन्टामा पुग्छौँ। फेरि हामी आउँछौँ। ल हामीहरूले अब ओइ केही भन्नु छ भन है। के भन्छ परिक्रमाको आज अब समापन भइसकेको छ हाम्रो।
हाम्रो अब 11 किलोमिटरको यात्रा समापन भएर परिक्रमा समापन गर्दैछन् कान्छाले। हामीहरूले चाहिँ पुरै 11 किलोमिटरको यात्रा एकदम सफल गरेर आइयो। एकदमै आनन्द आइरहेको छ। अलरेडी खुट्टा दुख्नु भनेको बेग्लै कुरो हो होइन। 11 किलोमिटर लगभग 2 घन्टा कान्छ, 2 घन्टा 15 मिनट 2-2.5 घन्टा लगभग लाग्यो होला। किनकि 8 बजे पाउने 8 बजीतिर हिँडेको थियो, 10 बजेको हाराहारीमा आइपुग्यो। एकदम रमाइलो। अब हामी सकेर हामी अब हिँड्यौँ घरतिर। ल राधे श्याम। फेरि अर्कोचोटि कहिले हुन्छ म आउँछु भिडियो बनाएर। ल नेक्स्ट टाइमको भिडियोको प्रतीक्षा गर्दै हुने होला। पार्ट 2 अवश्य आउनेछ। राधे श्याम, बाई बाई।